हेलो गाइज, वेलकम ब्याक। सबैजनालाई नमस्कार। म हजुर आज एउटा एकदमै नयाँ भिडियो जहाँ म बस्छु एकदम रमाइलो भिडियोहरू म हजुरलाई देखाउँछु। हजुरहरूले प्लिज एकदम हेरेर इन्जोय गरिदिनुहुन्छ होला भन्ने मैले विश्वास लिएको छु। प्लिज हेर्नुहोस् है हजुरहरू। हामी आसामको स्मार्ट मार्ट बजारमा छौँ। हेर्नुहोस्, ओ सपिङ मल छ, हेर्न सक्छ। कस्तो दामी छ है, पर्सेन्ट छ। कस्तो दामी दामी कपडाहरू पाइन्छ यहाँ, दामी दामी कपडा यस्तै पाइन्छ है। र लगाएर कपडा किन्नु पऱ्यो। दामी दामी कपडा पाइन्छ त्यसलाई। गाइसले हेर्नुहोस्, यस्तो दामी देखेछ कञ्चनजङ्घा। यस्तो दामी ब्रह्मपुत्र नदीको छेउमा छ एउटा यस्तो है। चाहिँ हामी कतिजना घुम्न आएको छौँ। यहाँ हाँस गराउँदैछौँ, हाँस गराउँदैछ। यसै इन्क्वायरी चल्दैछ यहाँ। 8-10 জনমান হ'ব লাগিব আমি 5 জনেই হ'ল। কাটি দিওঁ আপোনাৰ নম্বৰটো মোক দি দিয়ক হয় ন, মোৰ নম্বৰটো লৈ লওক। हाम्रो इन्क्वायरी चल्दैछ यहाँ। ফোন কৰি কিমান হয় 300 আমি কিমান 5 জন 6 9 10 11 12 13 14 15 সেইটো আছে না কিয় আছে किमाले यहाँ मैले भिडियो बनाएर हेर्ने है तपाईँ। ट्याक्क आउँछ फेरि होइन, यहाँ ठ्याक्क मैले तपाईँहरू कुरा रेकर्ड गरेँ नि त। यहाँ हाम्रो टिकटिङ भइरहेछ। दामी छ, दामी ठाउँ देखेको छ यहाँबाट। दामी ठाउँ छ लाग्ने छ। अल हाउस सर्भिस सेटिस्फाइड हुने छ यहाँ। यस्तो रमाइलो ठाउँ छ। ब्रह्मपुत्र नदीको तालको छेउमा चिसो हावाको साथमा हाम्रो ठ्याक्कै चस्मा ढल्काएर हुनुहुन्छ। महँगो छ आसामिस होटलहरूमा। खोलाको नदीको किनारमा कराएर यस्तो दामी ठाउँ छ। मैले कता बस्ने हो? बोर्डमा ए कल गर्छ भनेछ त्यो बोर्डको लागि त। बोर्डमा गएर बस्ने क्या वहीँ। त्यही बस्यो त्यहीँ बस्ने, त्यही खाना पनि छ बोर्डमा। खाना कि होइन सेट। यस्तो दामी ठाउँ छ।
कञ्चनजङ्घा चाहिँ हेर्नुहोस् यो ब्रह्मपुत्र नदी यस्तो दामी छ त्यसको लागि वाह हेर्नुहोस् बोगीबिलको टुरिज्म हेर्नुहोस् है अब बोटिङ गर्ने हो ल कञ्चनजङ्घालाई हेर्नुहोस् है बोटिङ गर्ने पाला आयो हाम्रो है ट्याक्क लगाएर बोटिङ गर्ने हो यस्तो ठ्याक्क ब्रह्मपुत्र नदीमा अब बोटिङ गर्ने हो लगाएर के लेखेको छ हेर्नुहोस् त नोटिस छ यहाँको नोटिस छ हेर्नुहोस् त यस्तो दामी बोटिङ छ हेर्नुहोस् यति लामो स्कुटी छ हेर्नु त ल ओहो हुन्छ स्कुटी गर्दैछ स्कुटी लाइन कति लामो बस्नु स्कुटी चल्ने भयो यस्तो पछाडि छ अब ल स्कुटी यस्तो दामी स्कुटी लानुहोस् अब हामी यही बोटमा चढ्ने ट्याक्क लगाएर ब्रह्मपुत्रको पुरा चक्कर हान्ने बोटमा यस्तो दामी छ कञ्चनजङ्घा बोर्ड छ चाहिँ यस्तो दामी देखिरहेको छ कति ठुलो छ होला भने ब्रह्मपुत्र नदी यहाँ यो बोर्ड यो त्यो ठुलो चल्दैन रे त्यो ठुलो चल्दैन अच्छा ट्याक्क बोटिङ गर्ने हो ल आउनु बोटिङमा त यहाँ त पोल्यो क्या बोटिङमा ट्याक्क लगाएर यसो हेर्नुहोस् पछाडिबाट आउँदै हुन्छ यो बोटिङ चाहिँ अब ट्याक्क नदीमा होइन अब हामी ट्याक्क बोटिङ गर्दा ब्रह्मपुत्रको चक्कर हानिन्छ त्यो लगाएर चिसो हावा खान्छ अब लगाएर ल के भन्छ अहिले नहीं हम टिकट लिए है ना इसके 5 टिकट लेके आए हूँ ल यो बोटमा हेर्नुहोस् त यहाँ खानापिनाको व्यवस्था पनि छ ट्याक्कै टेबल ट्याक्क लगाएर अब यसको लागि चाहिँ हो अब त सानोवाला जाने भयो त ठुलो सानोवाला पो जाने भयो त ठुलोवाला जाने भन्थ्यो त ल सानो ल ए ट्याक्क अब यहाँ बसिन्छ ट्याक्क खाइन्छ ल्याउनुहोस् यस्तो व्यवस्था छ बोर्डमा यस्तो मजाले बसिन्छ हेर्नुहोस् त हेर्नु त बोर्डमा अब यहाँ पानी छैन बोटिङमा पानी छैन भन्दैछ अब खै ट्राभल हुन्छ कि हुँदैन बोटिङ घाममा पानी पिन पर्यो यहाँ फोटो सेसन चल्दैछ हाम्रो पानी छैन भन्छ यो ब्रिजको लम्बाइ कति छ अरे कति 4 किलोमिटर हो नि हिम्मत सर आ जाओ इधर एक इधर कर लेना आपको खींचना है मैं तो वीडियो बना रहा हूँ बेटा ये मेरा यूट्यूब में आएगा मेरा वीडियो ल अब सुरु भयो हाम्रो बोटिङ हामी नआएर पो त नचलाएको छ नहीं अब बोटिङ सुरु भयो सही अब बोटिङ सुरु भयो फट टिकट काटेको फरेनरहरू आयो भनेर हामी सबै फरेन जस्तो देख्यो नि त हामीलाई हेरेर फरेनर आयो जस्तो देख्यो
हामी लोकल लोकल इन्डियामा त हामी त त्यही भयो फरेनरले त भयो लोकल चाहिँ अब हाम्रो बोर्डिङ सुरु हुन लाग्छ स्टार्ट भयो सुरु भयो अगाडि बसेर कुन साइडबाट हो जाने घुमान चाहिँ टल्तिर लैजान्छ आधी घन्टा घुमाउँछ अब यताबाट जान्छ यताबाट सिरानी कहाँ यसको अगाडिबाट अगाडि अब त्यो रहेछ स्टार्ट भयो बोट चल्न सुरु भयो बोट चल्न सुरु हो कताएर चाहिँ हाम्रो बोट चल्यो सुरु भयो म्युजिक लगाओ डान्स गर्ने यिनीहरूले एनाउन्समेन्ट गर्दैन के छ कस्तो छ किन छ अब यस्तो मजाले सरर चिसा हावा खाँदै बोर्डिङ गर्दैछौँ अब पुरा एउटा बसकै इन्जिन फिट गर्ने चाहिँ यसमा आएछ हिन्दी नै होला फिट गर्ने इन्जिन एउटा फिट भयो यो त अस्ति यहाँ यो बनाउँदै थियो यो त गुवाहाटीमा पनि कामुखे उसमा पनि छ नि होइन सर मतलब कामुखे है त्यो गुवाहाटीमा के घाटीमा त छ नि त थुप्रै होला त्यसमा नि यहाँबाट पानी पुरै यहीबाट कामाख्या घुम्नलाई मन्दिरमा कामाख्या अन्त यस्तो नदी पार गरेर उमानन्द जान्छ तर त्यसमा त ऊवाला थियो त्यो चल्नेवाला के होइन त्यो यस्तो खाले बुझ्नुहोस् न छ हामी चाहिँ यस्तो चलाउनेवालामा गर्थ्यो क्या त्यसले चलाउने जग्गा त्यो ब्रह्मपुत्र यो नि ब्रह्मपुत्रै हो पुरै पानी लगायो नि साहब यहाँबाट यताबाट पानी गाउँछ होला पिउने पानी यहीँबाट हो पानी छ कहाँ लगाएको नि यो पानी यहाँ लिएर गएर त्यो कति गएर छ होला यो रिफाइनरीमा हाल्छ होला कति गएर छ यो नापे खाए यसको यहाँबाट पानी कति लैजाने गएर छ यो? डिब्रुगढबाट माथि पानी कति होला धेरै भने 80 फिट यति नै होला यहाँ गहिरो छैन त यो त सुकेको थियो पुरै हो वहाँ परसम्म जान सक्थ्यो वहाँ डाँडासम्म पानी सट्टै उतापट्टिबाट बगेको थियो अहिले हालेको त यता पानी थिएन अस्ति आउँदाखेरि यहाँ त पुरै सुक्यो यहाँ केटाकेटी खेलाएको त हामीले उयो बिचको यहाँ आउनु क्याम्पिङ बस्थ्यो यो डाँडामा अहिले पानी हालेको यहाँ गहिरो छैन खास चिसो हावा ब्रह्मपुत्रको आसाममा यही मजा छ पहिला के यो गर्ने? पानी ट्याङमा भरिँदा यहाँबाट यस्तो लाग्यो उताबाट यस्तो चक्कर घुमाउँथ्यो क्या एक चक्कर यो ठुलो बोटमा तर यहाँ चिसो बियर भयो त कति मजा आउँथ्यो होला त धेरै भनेको मजा नमाने आउँछ भनेर पो त आएको नि त यार आउन भनेर त कहाँ इन्ट्रेस्ट अनि तपाईँले सोध्यो भने फोन गरेर पाउँछ भने त्यो त त्यो मैले त्यहाँ रिसोर्ट भनेको थिएन यहाँ हो यहाँ यही जाम्ला नि त खाने बेला बोटिङ गरेर जानु त्यहाँ गएर यहाँ स्टेसन बनाएर चाहिँ नि अलि सर हजुर स्टेसन बनाएर चाहिँ नि यहाँ बोटिङ स्टेसन कहाँबाट घुम्थ्यो यताबाट यस्तो घुमाउने हो यसले खर्च गरिरहेको बरु योवालाले कहाँ हो माथि जान्छ कि यतै हो यहीबाट घुमाएर तल्ती जान्छ अब पानी छैन कि त माथि जानु यस्तो मजाको छ रमाइलो छ नि आज फर्स्ट टाइम गर्दाखेरि मजा आउँछ घुमिन्छ आसाम मजाले चिसो गर्मीमा चिसो हुनुहोस् कति बाहिर यस्तो कस्तो गर्मी छ है यहाँबाट बोटभित्र बस्दाखेरि मजाले चिसो गाडीमा एसी खाएर बाहिर निस्किनु बाहिर निस्किँदा त भक्का हावा गरी बाहिर कस्तो गर्मी छ नि लामो ब्रिज